हिँड्न सक्दिनँ है म जन्मदेखि म अपङ्गता भएको कारणले गर्दा र म आफूलाई स्कुल गएर पढ्ने कसरी हो कता पढ्ने हो के पढ्ने हो मलाई थाहा थिएन है किनकि म जन्मदेखि भएर स्कुल यही टाढा थियो अहिलेको बाटो बोल्दा बाटो पनि थिएन केही पनि थिएन बोकेर जाँदा पनि मलाई बोकेर लाने परिवारको पनि कोही हुनु भएन मेरो बुवा पनि म सानो हुँदा मेरो बुवा बित्नुभयो र आमा पनि बिरामी हुनुहुन्थ्यो र पढाइ नभएर म घरमै होइन अब ठुलो उमेरमा हुँदासम्म माटोमा ढुङ्गामा खेलेर होइन विभिन्न कुलतमा केटाकेटीको सङ्गतमा विभिन्न कुलतमा फँसेको मान्छे म आफैलाई फेरि म अब के भन्दैछ भने मान्छेहरू जब बिगार्नको लागि धेरै सहयोग मान्छे साथ पाइन्छ जब तपाईँ र मलाई समस्या अप्ठ्यारो परेको खण्डमा साथ र सहयोग गर्ने मान्छे कोही पनि पाइँदैन जब बिरामी हुँदाखेरिमा एउटा सिटामोल किन्ने पैसा मसँग हुन्थेन म बिरामी हुँदै गर्दा म धेरै अप्ठ्यारो गाह्रो परिस्थिति पर्थ्यो मलाई धेरै अनि मलाई परिवार र साथ सपोर्ट नपाउँदै गर्दा अनि गाउँ छिमेकीबाट हाम्रो दाजुहरू हुनुहुन्छ होइन हाम्रो यहाँ भाउजू हुनुहुन्छ भाउजू त पछि आउनुभएको महेन्द्र हाम्रो भाउजू महेन्द्र हो दाजुहरूले आमाले बुवाले धेरै माया गर्नुहुन्थ्यो कहिले मेरो परिवार वास्ता नगर्दाखेरि आऊ कान्छ हाम्रो घर आऊ बस्न भएर भाउजूको ससुरा होइन ससुआमाले दाईहरूले त्यसरी मलाई धेरै माया गर्नुहुन्थ्यो त्यसरी म साँझ घर बसेर दाइबाट पोखरा सिक्दै गर्दा अहिले पढ्ने रहेछ भन्ने कुराहरू मैले थोरै पोखराबाट के गर्दा पढ्न अघि मलाई हल्का आउँदै गर्दा पछि म धेरै बिमार अवस्था भएँ कहीँ गए पनि होइन म हिँड्न सक्दिनँ म बोझ हुनुभन्दा बरु म आफूलाई मर्नलाई म धेरै प्रयास गरिरहेको थिएँ जब अब मर्नलाई धेरै प्रयास गरेँ तर पनि के हो र मर्ने जाने कतिपय म सक्थेँ झुन्डिएर मर्न माथि बाँध्नुपर्छ खोलाको घाम खान पर्छ खोला टाढा छ जान सकिँदैन कसरी मरे त भएर म आफ्नो जीवनमा धेरै हार खाँदै गर्दा जीवनमा धेरै कष्टहरू भोग्दै गर्दा अनि पढाइ पनि छैन अर्को घर बाँच्नुभन्दा बढी छ बेकार छ भने आफ्नो जीवनमा धेरै हार खाएँ त्यसपछि म अझै थोरै गाउँमा हिँड्दै गर्दा अनि केही व्यक्तिले गाउँको दाइहरूले भन्नुभयो होइन मेरो अब जीवनको कुराहरू म भन्न चाहेको कुरा भन्दै हो र यो काठ मैले नपढेको कारणले गर्दा ताकि कोही पनि बच्चाहरू म आफू नपढे तापनि र म धेरै हाम्रो साथीभाइहरूसँग किनकि म एउटा अभियान राखिरहेको छु कोही पनि स्कुलमा कोही गाउँ छिमेकमा अस्ति म चितवन गएको थिएँ र चितवन जाँदै गर्दा पनि त्यहाँ सानो यस्तो बाबुहरू देखेँ त्यसले गर्दा चेत्तिका भुल्न कपाल लगाएको स्कुल आउँदै गर्दा स्कुलमा आउँदा किताब छैन केही पनि छैन केही पनि मसँग थोरै पैसा थियो के दिउँ तिनीहरूलाई पैसा दिउँ आमाले मास्ने हो कि के गर्ने भने म यसो बसेँ आमा दाजुभाइ लगेको थियो अनि म सबै दोकानमा गएर पसलमा गएर कापी लिएर आएर म कापी किनकि मेरो काम भनेको रुपियाँ पैसा मसँग दिन मसित छैन मसित नभए पनि आज छैन होला तर यदि म पढ्न चाहन्छु मसँग कापी छैन कलम छैन अथवा मसँग धेरै छैन झोला छैन म पढ्न चाहन्छु स्कुलमा सचेत पढ्ने विद्यार्थी छ भविष्यमा केही नगरेर भविष्यमा केही गर्न चाहन्छु जस्तो छ भने उसको लागि म कसरी हुन्छ मैले उसको लागि साथ सपोर्ट गर्नको लागि म तत्पर तयारी भइरहेको छु अहिलेसम्म भोलि पनि हुन सक्छु भन्ने म आशा गर्दछु र विशेष गरी कापीहरू बाँध्नको लागि म आफू एउटा चर्चमा भएको कारणले गर्दा कतिपय व्यक्तिले भन्न सक्नुहुन्छ त्यो त क्रिस्चियन हो धर्म प्रचार गर्न आयो भने कति कुरा भन्न पनि सकिन्छ र म धर्म प्रचार गर्न होइन साँचो कुरा भन्दछु धर्मले कुनै मान्छेलाई खाना दिँदैन कुनै पनि धर्म मानेर केही पनि पाउँछ तर विशेष म एउटा पाउँछु कि जब म नपढेको अवस्थामा सबैले हेला गरेको अवस्थामा पर्खिरहेको अवस्थामा जब म यसु क्रिस्टको बारेमा सुने यसको बारेमा सुनिसकेपछि के रहेछ त भनेर मैले हेरेर मेरो जो अवस्थामा यसु क्रिस्टमा विश्वास गरेपछिको अवस्था कुनै पनि पढाइमा के छैन त स्कुल गएर पढेको छैन भन्दा कसैले मलाई विश्वास गर्नुहुन्न तर म नेपाली बाइबल पढ्छु र नेपाली बाइबल पढ्दै गर्दा जो मैले हाम्रो मानिसको जीवनमा अनन्त जीवन कहाँ छ उद्धार मुक्ति पाउनुपर्छ भन्ने कुराहरू अब मानिसको जीवन व्यक्ति जन्मे त मर्ने नै हो तर हाम्रो आत्मा बसाउने कहाँ त भन्दै गर्दा जब बाइबललाई म नेपालीमा पढ्दै गर्दा मैले एउटै कुरा मैले
सबैमा के पाएँ भने बाटो सत्य जीवन मनै हो मद्वारा कोही पनि पिता कहाँ आउँछ अथवा स्वर्ग जान सक्दैन भनेर पाइसकेपछि म आफू हिँड्न नसकेको धेरै मठ मन्दिर पूजा गर्दा म कहीँ पनि शान्ति पाइनँ कहीँ पनि आनन्द पाइनँ म आफ्नो मर्न मात्रै मन लाग्यो जब मैले यसो क्रिस्चियन भइसकेपछि यसो पिता गइसकेपछि म के पाएँ त म आफ्नो जीवन पाएँ र आज यो चापकोटमा आएर एउटा चापकोटको साथीभाइको धेरै सरको म माया प्रेम पाएँ मेरो परिवार वास्तव नपाए पनि यहाँ धेरै सबैको प्रेम पाउने गर्दा यहाँ आएर चापकोटमा अनि आमा आधा लोक स्कुलमा बेलचौर स्कुलमा पटक मैले कापी कलमहरू बाबु नानीलाई सहायता पुऱ्याउने मौका पाएको छु र मैले के हाम्रो सरहरू र चर्चमा आउने व्यक्तिहरूसँग नलाइ दुःख पाएको नानी बाबुलाई म यो अभियान समय गर्दैछु हजुरले केही गर्नुपर्छ भन्दै गर्दा कसैले हाम्रो आदरणीय हाम्रो सरहरूले विभिन्न ठाउँबाट हाम्रो पावलहरू विभिन्न व्यक्तिहरू हुनुहुन्छ र उहाँले मेरो विचारलाई मेरो पछि मेरो भनाइमा सायद सपोर्ट गर्नुभयो भने विभिन्न स्कुलमा गर्दै गर्दा र अहिले फेरि यो कार्यक्रम पनि विभिन्न सरहरूले दाजुहरूले के पैसा उठाउनु भयो म आफैले पनि के नास्ता नखाएर भए पनि के काम गर्नुपर्छ भनेर आउने गर्दा मैले केही हेरिरहेको छु बच्चाको लागि झोलाहरू हेरिराखेको छु कति बेला छ भने भोलिको दिनहरूमा म यदि गर्ने इच्छा तपाईँले फेरि स्वागत गर्नुभयो भने फेरि मौका दिनुभयो भने फेरि पनि हामी भोलिको दिनहरूमा फेरि यो स्कुलको फेरि पढाइ अब नयाँ सालको भर्ना हुने बेलामा अहिले पनि केही गाह्रो छ पढ्नको लागि झोलाइ छैन भने मलाई म्याडमले कतिजना साँच्चै नै नभएको झोलाइ पढ्ने अगाडि पढ्ने मन गरेका झोला छैन साँच्चै नै अवस्था कमजोर छ भने उनीहरूको नाम मलाई टिपेर दिनुभयो भने अहिले त मैले भनिदिन सक्दिनँ अहिले 2-4 महिना लाग्दा जहिले भनिसक्छ पक्कै पनि नयाँ साल फेरि भर्ना हुने बेलासम्म पक्कै पनि म एउटा कुन्डा कति आवश्यक परेकोलाई झोलाहरू पनि म उपलब्ध गराउन सक्छु भन्ने म आशा गर्दैछु म तपाईँहरूसँग भन्न चाहन्छु भन्दै र विशेष आज हामीसँग कापीहरू छ र कापीहरू हामीले धेरै कुरा बोलिन्छ है धेरै नानीहरूलाई घामले पनि बोल्यो त्यस कारण हामी छोटै शिशुबाट कापीहरू हामी बाँड्दैछौँ ठिक छ किनकि कापी हामी धेरै ल्याएको छौँ कापी धेरै छ र हामीले कापी जाने जति बच्छ अफिसमा राख्नु होला नभएका व्यक्तिहरूलाई तपाईँहरूले एक घन्टा अनि यहाँ खोलेर एक घन्टा नभएका एकदम नभएकालाई घरमा ल्याउन सक्छ भने घरमै आमालाई भन्नुहोस् ल्याउनु पठाउनुहोस् घरमा ल्याउन नसक्नेको लागि है र आज सबैको लागि हुनेछ भोलिको दिनमा स्कुलमा नभएकाहरू कापी कलम दिन आए तापनि छैन भने नफर्काइदिनुहोस् अफिसमा झिकाइदिनुहोस् यदि पुगेन कुनै त्यस्तो भयो भने मलाई फोन गर्नुहोस् अफिसबाट दिने र नभएकालाई दिने पुर्याउने काम म पछि गर्छु है पछिको दिनमा त अहिले चाहिँ सबैलाई हामीले 5-5वटा बनाएका छौँ शिशुको लागि हामी शिशु तिहार कार्ड बनाएका छौँ यो पनि 5वटै छ र हामीले अरू बाँकीहरूलाई हामीले दिएको छ त 50 पनि अहिले दिन्छौँ हामी सबै मिलेर अध्यक्षहरू हामी मिलाएर लाइन राखेर सर्व दिने हो भने राम्रो हुन्छ भन्दै म हुन्छ मेरो भनाइ राखेको छु र यो किताबको कापीको नियम पनि यही भन्दै बाँकी सबैमा सम्झानेको नाम दिन्छु नमस्कार।